गुड मर्निङ एभ्रिबडी। तपाईँलाई एलसिएमको ट्रिकमा स्वागत छ। म आज यस्तो एलसिएमको ट्रिक सिकाउन गइरहेको छु जुन धेरै विद्यार्थीहरूलाई कन्फ्युजन हुन्छ र तपाईँलाई पनि कन्फ्युजन होला र यसलाई समाधान गर्न एकदमै सजिलो छ यो ट्रिक र तपाईँलाई आउँछ भने तापनि यो भिडियो हेर्दा तपाईँलाई केही न केही जानकारी प्राप्त हुनेछ, यो मेरो आशा छ र यो भिडियो अब सुरु गरौँ। जस्तै यहाँ चारवटा संख्या बीच एलसिएम निकाल्नु छ। त सबभन्दा पहिला हेर्नुहोस् कि यो चारवटै संख्या बीच साझा कुन संख्या छ, साझा कमन के छ, मतलब यसको गुन्नामा यसको फ्याक्टरमा साझा के छ। हेर्नुहोस् यो 3, 5, 7, 11 मा कुनै पनि साझा संख्या छैन र जब कुनै पनि साझा संख्या हुँदैन भने हामीले एलसिएम निकाल्दा सीधा के गर्नुपर्छ, त्यो चारवटैलाई के गर्नुपर्छ, मल्टिप्लाई गर्नुपर्छ। यहाँ 3, 5, 7, 11 सबैलाई के गरिदिनुहोस्, मल्टिप्लाई गरिदिनुहोस् र मल्टिप्लाई गरेपछि जे एन्सर आउँछ त्यही भयो कि हाम्रो एलसिएम भइहाल्छ। त्यस्तै यहाँ पनि हेर्नुहोस् कि यहाँ 16 छ, 17 छ, 19 छ र 15 छ। त्यो चारवटैमा कुनै संख्या साझा छ कि छैन त्यो पहिला पत्ता लगाउने। यसरी हेर्दा कुनै पनि साझा संख्या छैन। अब साझा संख्या छैन भने यहाँ पनि सिम्पल के गर्न सक्नुहुन्छ तपाईँ, एलसिएम बराबर 16 गुने 17 गुने 19 गुने 15 भइहाल्छ। यो भयो हाम्रो एलसिएम भइहाल्यो। अब कुनै कुनै विद्यार्थीले यहाँ 2 राखेर 2 8 16 फेरि 2 राखेर 2 चौका 8 यसरी लगाउनुहुन्छ। त फेरि यसको नतिजा के आउँछ, 16 त आउँछ। फेरि कुनै विद्यार्थीले त्यो 16 लाई क्यान्सल गरिसकेपछि फेरि 5 ले लगाउँछ, 5 5 तिया 15 र 3 एकान 3। त्यसरी लगाएपछि के फाइदा हुन्छ, 15 नै आउँछ नि। त्यसैले हामीले कमसे कम कुनै दुईवटा संख्या बीच साझा छैन भने हामीले लगाउनु पर्दैन, मतलब भाग गर्नु पर्दैन, किनभने भाग गरेपछि त्यतिकै एन्सर आउँछ। त्यसैले हामीले सुनिश्चित गर्नुपर्छ कि 4वटा संख्या छ र त्यो बीच कुनै पनि साझा संख्या छैन, 3वटा बीच पनि साझा संख्या छैन र कुनै 2वटा बीच पनि साझा संख्या छैन भने हामीले भाग गर्नु पर्दैन। सीधा एलसिएम निकाल्न सबैलाई के गर्नुपर्छ, मल्टिप्लाई नै गर्नुपर्छ र यसरी हामी एलसिएम निकाल्न सक्छौँ। यहाँ हेर्नुहोस् कि यहाँ 20 छ र 17 छ र 20 र 17 मा पनि कुनै पनि साझा संख्या छैन। अब साझा संख्या छैन भने डाइरेक्टै हामी एलसिएम निकाल्न दुवैलाई के गरिदिनुपर्छ, गुना गरिदिनुपर्छ। त 20 गुने के भयो, 17 भयो र 17 दुना कति भयो, 17 दुना कति भयो, 34 भयो र एउटा 0 जस्ताको त्यस्तै। यसको एन्सर 340 भयो। त्यस्तै यहाँ 41 छ र 10 छ। यस बीचमा नि कुनै पनि कमन संख्या अथवा साझा संख्या छैन। त्यसैले हामीले एलसिएम निकाल्दा के गर्नुपर्छ, डाइरेक्टै के गर्नुपर्छ, मल्टिप्लाई गर्नुपर्छ। यो के भयो, 410 भयो। 400 हाम्रो 10 भयो हाम्रो एन्सर। त्यस्तै विग्रन्सहरू जस्तै 2 छ, 3 छ, 7 छ। अब हेर्नुहोस् यसमा पनि कुनै पनि साझा संख्या छैन। हामीले के गर्नुपर्छ, डाइरेक्ट के गर्नुपर्छ, मल्टिप्लाई गर्नुपर्छ। त एलसिएम कति भइहाल्छ, 2 गुने 3 गुने 7 भइहाल्छ एलसिएम। त्यो भयो हाम्रो एन्सर। त्यस्तै अर्को पनि हेर्नुहोस्, यहाँ मान्यो कि यहाँ 6 छ, ओके, र यहाँ कति छ, 6 भयो, त्यसपछि हामी 17 भयो। त यसबीच पनि कुनै साझा संख्या छैन। त हामीले फेरि यहाँ 3 राखेर 3 दुना 6 गर्नु पर्दैन, किनभने त्यो गर्दा पनि त 6 नै आउँछ नि। त्यसैले हामीले एक्स्ट्रा बढी दिमाग लगाउनु पर्दैन। सीधा एलसिएम बराबर कति लेख्नुपर्छ, 6 गुने 17 र 17 छ के 102। यो भ्यालु हाम्रो एन्सर। त यसको हामीले आज के निचोर, यसबाट के नतिजा के सिक्यो कि एलसिएम निकाल्दाखेरि कतिवटा संख्या छ त्यो पहिला हेर्ने र त्यो संख्याहरू बीच मान्यो कि 4वटा संख्या छ, त 4वटा संख्या बीच कुनै साझा संख्या छ कि छैन त्यो चेक गर्ने। यदि 4वटा बीच साझा संख्या छैन भने
त्यहीमा 3वटा बीच साझा संख्या छ कि छैन चेक गर्ने। छ भने त्यो संख्याले लगाउने र कमन लिने। ओके, यदि 3वटा बीच पनि साझा संख्या छैन भने 2वटा बीच साझा संख्या छ कि छैन त्यो पत्ता लगाउने। छ भने लगाउने, ओके, छैन भने छोडिदिने। ओके, साझा संख्या कम से कम 2वटा संख्या बीच छ भने त्यो संख्याले कमन भाग गर्ने। यदि छैन भने कुनै पनि 2वटा बीच पनि छैन, 3वटा बीच पनि छैन, 4वटा बीच पनि छैन भने हामीले के गर्नुपर्छ, डाइरेक्टली त्यो सबैलाई मल्टिप्लाई गरेर हामी एलसीएम निकाल्न सक्छौं। ओके, र यस्तै जानकारी प्राप्त गर्नको लागि यो भिडियो हेरिदिनुको लागि तपाईलाई धेरै धेरै धन्यवाद।